हेलो गाइज, हिजोको कसलाई मनपर्छ दुध चिया र पाउरोटी। यो चाहिँ मेरो हातले बनाएको मिठो चिया र पाउरोटी चाहिँ किनेको हो, तर एकदम मिठो छ। सानो बेलामा घरमा बेसरी खान्थेँ, मम्मीले बनाएर दिनुहुन्थ्यो दुध चिया पाउरोटी। ओ माई गड, खतरा मिठो हुन्छ। कसलाई याद आयो नेपालको आमाले बनाएको दुध चिया र के भन्छ पाउरोटी। वाउ, ओइसी, मिठो मिठो मिठो, धेरै मिठो छ। कालो चियामा नि मिठो हुन्छ, मिठो त, तर स्पेसल दुधको चियामा चाहिँ यो एकदम ब्रेड र दुधको चिया चाहिँ स्पेसल A1 भन्छ नि, खतरा टप टेस्ट हो कि। उप्स, खस्यो यार। लास्ट मिठो छ, लास्ट सिदिन लायो। अनि यो चाहिँ मेरो श्रीमानज्यूले किनिदिनु भएको कप हो, दामी छ, ठुलो साइजको 5 कप पर्छ यसमा। ओके, बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ।